नमस्ते। आज हामी रिजनिङको एउटा निकै नै महत्त्वपूर्ण टपिक कोडिङ डिकोडिङको रहस्य खोल्नेछौँ र यसलाई समाधान गर्ने केही एकदमै शक्तिशाली तरिकाहरू पनि सिक्नेछौँ। ल सुरु गरिहालौँ है त। ल सुरुमै एउटा चुनौती। के अक्षरहरूको यो लुकेको ढाँचा केही सेकेन्डमै पत्ता लगाउन सकिएला? हो, कोडिङ डिकोडिङ भनेकै गति र तर्कको एउटा यस्तै रोचक पजल हो। आउनुहोस् हेरौँ यसलाई कसरी समाधान गर्न सकिन्छ। अब सबैभन्दा पहिलो र आधारभूत कुराबाट सुरु गरौँ। त्यो के हो भने अङ्ग्रेजी वर्णमालाको हरेक अक्षरको पछाडि एउटा नम्बर लुकेको हुन्छ। हो, हरेक अक्षरको एउटा निश्चित सङ्ख्यात्मक मान हुन्छ। यो एकदमै सरल कुरा हो है। अल्फाबेट भनेको 1 देखि 26 सम्मको एउटा सिरिज त हो नि। जस्तै ए को भ्याल्यु 1 भयो, बी को 2, सी को 3, हो यस्तै गर्दै जेड को 26 हुन्छ। वास्तवमा यो नै सबै कुराको आधार हो। हो, यही हो पहिलो गोप्य कुरा। हरेक अक्षरको यो गोप्य नम्बर अर्थात् स्थानमान। यी मानहरूलाई याद गर्नु भनेको कुनै पनि कोडिङ डिकोडिङको समस्या छिटोभन्दा छिटो समाधान गर्ने पहिलो खुड्किलो हो। ल अब दोस्रो मुख्य कन्सेप्टतिर लागौँ। यो झनै रोचक छ। के थाहा छ? प्रत्येक अक्षरको एउटा अपोजिट अर्थात् एउटा जोडी हुन्छ, एक किसिमले वर्णमालाको ऐना छवि जस्तै। त्यसो भए यो विपरीत जोडी भनेको के हो त? ल यसरी बुझौँ। वर्णमालाको पहिलो अक्षर एलाई अन्तिम अक्षर जेडसँग जोड्ने, अनि दोस्रो अक्षर बीलाई अन्तिमबाट दोस्रो वाईसँग। हो, यही क्रम अगाडि बढ्दै जान्छ, सी को एक्ससँग एन्ड सो अन। र यी सबै विपरीत जोडीहरूलाई एउटा जादुई नम्बरले बाँधेर राखेको हुन्छ। त्यो नम्बर हो 27। यसलाई भनिन्छ 27 को नियम। यो एकदमै महत्त्वपूर्ण छ। यसको मतलब कुनै पनि दुई विपरीत अक्षरहरूको स्थान मान जोड्दा जहिले पनि 27 नै हुन्छ। जस्तै बी को स्थान मान 2 हो र त्यसको विपरीत वाई को 25। अब हेर्नुस्, 2 + 25 कति भयो? 27। यो नियमले त कति धेरै समस्याहरूलाई सजिलै समाधान गरिदिन्छ। ल अहिलेसम्म त हामीले नियमहरू बुझ्यौँ, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यी सबै कुराहरूलाई दिमागमा कसरी राख्ने त? कसरी सजिलै याद गर्ने? चिन्ता नलिनुहोस्, त्यसको लागि पनि केही गोप्य मेमोरी टुल किटहरू छन्। स्थानमान याद गर्ने सबैभन्दा चर्चित तरिका हो EJOTY। इजोटी यो 5 को गुणन हो। ई को 5, जे को 10, ओ को 15, टी को 20 र वाई को 25। अब यति 5वटा याद भएपछि अरू अक्षरहरूको मान त यसो अगाडि पछाडि गरेर सजिलै पत्ता लगाउन सकिहालिन्छ, हैन र? अझै छिटो गर्नको लागि केही अरू द्रुत युक्तिहरू पनि छन्। जस्तै जी को लागि G7 देशहरू सम्झिने, जी को भ्यालु 7, के को लागि किङ्स 11 पन्जाब, के को भ्यालु 11, टी को लागि T20 क्रिकेट, टी को भ्यालु 20, क्वीन एट 17, क्यू को 17, रोज एट 18, आर को 18। यस्ता सम्बन्धहरूले त तुरन्तै दिमागमा आउँछ। ल यो त भयो स्थानमानको कुरा। अब विपरीत जोडीहरूलाई कसरी याद राख्ने त? यसका लागि हामी केही रमाइला शब्द सम्बन्धहरू प्रयोग गर्छौँ। ल हेर्दै जाउँ है। डी र डब्लु माउन्टेन ड्यूबाट, ई र भी एभरेस्टबाट, एफ र यु फर यु भनेर सम्झिने, जी र टी जीटी रोड, अनि एच र एस हाई स्कुल। कति सजिलो। अब बाँकी जोडीहरू, आई र आर इन्डियन रेलवे, जे र क्यू जङ्गल क्वीन, के र पी केपी ओली, एल र ओ लभ शब्दबाट याद भइहाल्छ, र अन्त्यमा यम र एन नरेन्द्र मोदीबाट। यी शब्दहरूले जोडीहरूलाई दिमागमा ट्याक्कै सेट गरिदिन्छन्। ल यति धेरै हतियारहरू हातमा लिएपछि अब वास्तविक कोड क्र्याक गर्ने बेला भयो, हैन त? अब सिकेका कुराहरूलाई प्रयोगमा ल्याएर हेरौँ। उदाहरणको लागि यो प्रश्न हेरौँ। यदि रोजलाई SPTF भनेर कोड गरिन्छ भने CHAIR को कोड के होला त? एकछिन सोचेर हेरौँ न। ल यसलाई सँगै समाधान गरौँ है। रोजको कोड हेरौँ। आर को स्थानमान 18 र कोडमा भएको एस को 19 भनेपछि +1 भयो। त्यस्तै ओ को 15, पी को 16, यहाँ पनि +1 भनेपछि ढाँचा त एकदमै सरल रहेछ। हरेक अक्षरमा +1। अब यही नियम चेयरमा लगाउँदा के हुन्छ? सीमा +1 गर्दा डी, एचमा +1 गर्दा आई। यसरी नै जाँदा सही कोड हुन्छ DIBJS। ल एउटा सजिलो त भयो।
अब अलिकति कठिन ढाँचा हेरौँ न, जसले हाम्रो बुझाइलाई अझै गहिरो बनाओस्। यदि फ्रेन्डलाई HUMJTK भनेर कोड गरिन्छ भने क्यान्डललाई कसरी कोड गरिएला? यहाँ ढाँचा के होला त? ल यसलाई डिकोड गरौँ। एफबाट एचमा जाँदा कतिले बढ्यो? +2ले। त्यस्तै आरबाट युमा जाँदा +3ले। आईबाट एममा +4ले। यहाँ त ढाँचा बढ्दै गएको रहेछ। +2, +3, +4, +5 हो। यो नै यसको लुकेको तर्क हो। भनेपछि मुख्य कुरा के रहेछ त? चाहे जस्तोसुकै कोडिङ डिकोडिङको समस्या आओस्, विधि सधैँ एउटै हो। पहिलो स्टेप अक्षरहरूको स्थानमान पत्ता लगाउने। दोस्रो स्टेप तिनीहरू बीचको ढाँचा वा सम्बन्ध के छ भनेर पत्ता लगाउने। बस यति नै हो। ल, आजको यो विश्लेषणबाट हामीले 4वटा मुख्य कुराहरू सिक्यौँ। 1. हरेक अक्षरको स्थानमान हुन्छ। 2. विपरीत जोडीहरूको योग सधैँ 27 हुन्छ। 3. याद गर्नका लागि स्मरण युक्तिहरू। र 4. समाधान गर्ने मुख्य विधि, स्थानमान, त्यसपछि ढाँचा अनि समाधान। यति कुराले कुनै पनि समस्या समाधान गर्न मद्दत गर्छ। वास्तवमा मुख्य कुरा के हो भने यी युक्तिहरू थाहा पाएपछि जुन कुरा कुनै बेला निकै जटिल समस्या लाग्थ्यो त्यो अब एउटा साधारण पजल बन्न पुग्छ। कोडिङ डिकोडिङलाई हेर्ने दृष्टिकोणै बदलिन्छ। यो एउटा रमाइलो खेल जस्तो लाग्न थाल्छ। त्यसो भए अब कुन चाहिँ कठिन ढाँचा समाधान गर्न तयार हुने त? अब अभ्यास गर्ने बेला भएको छ। आत्मविश्वासका साथ अगाडि बढ्दै यस्ता पजलहरू कति छिटो समाधान गर्न सकिन्छ त्यो हेर्न बाँकी छ।